Hello guys, good afternoon from Atigar homestay. यो चाहिँ Atigar homestay हो. योबाट यो टाढाको त्यो पहाडहरु उ थोरै माथि देखिएको छ नि त्यो सेतो. त्यो चाहिँ कुन रे अन्नपूर्ण. यसको साइडमा माछा पूजा छ अलि उताबाट देख्छ. अनि त्यो साइडमा अन्नपूर्ण आई के समथिङ देख्छ. यतापट्टिको साइडमा मैले यसो देखाएको त्यो कुइरो अग्लो कुइरो भएको साइडमा चाहिँ लमजुङ हिमाल. अनि यस्तो यतापट्टि त्यो कुइरो भ्याइन लागेको अन्त अलि साइडमा चाहिँ लाङटाम के अरे मनास्लु. यता पोखरा एयरपोर्ट ठुलाकोट. हजुरको मैले यहाँ के देखिन्छ यहाँ भनेर भिडियो बनाएर हजुरको त्यस्तै नै राखिदिन्छु भनेर के त्यहाँ. हजुर फोन आसे उठाउने नै त हो नि फुपू जसै. फोन आसे उठाउने नै त हो नि. हैन नसिकेर हो फुपू. सिक्ने भने जानिहाल्नुहुन्छ. यो चाहिँ एकदमै राम्रो. यस्ताबाट हेर्दा यस्ता गुरुङको टाइपको घरहरू सिँढीहरू गाउँहरू पुरै हैन. यो छ नि यस्तो यस्तो डाँडा काटेकोलाई चाहिँ नस काटेको भन्छ अरे के. ढुङ्गामा थाहा छ नि त्यो बिचमा दुईटा ढुङ्गा राख्यो काट्यो. दुईटा ढुङ्गा राख्यो छपन राख्यो. अब अनि यहाँ चाहिँ के छ नि स्पेसल चाहिँ आउने बित्तिकै कुखुरा छ यहाँ. चारवटा काट्ने फ्याट्ट खुवाउने. हेर कुखुरा. यो कुखुराको नाम माइजो है. यतापट्टि छेउतिर त झन् यस्तो बवाल गुरुङ गाउँ देख्छ कि सब है. आयो भने आइराख्ने जस्तो. थोरै थोरै मात्र देखाउँछु म हैन. यहाँबाट यो फुपूको घरको पछाडि है कस्तो राम्रो देखेछ कि. यताको अनि यस्तरी हेर्नुपर्छ. यहाँ सब गाउँ देख्छ कसरी पुरै यस्तो राम्रो छ कि एकपटक आयो भने आको आए गर्नु मन लाग्छ. अनि यहाँबाट त्यो डाँडोबाट देख्ने ठाउँ त मैले देखाएकै छैन. तल मात्र यो सबै है. ल यो चाहिँ फुपूको उसमा देख्छ के भन्छ आटिगर पुरुन्दु होमस्टे को रिभ्यूमा राखिदिन्छु भनेर मैले है.